पहनु नि अनि सुतेर कहाँ बस्यो भन्नु त यता अनि कति भयो त नानी बाहिर गएको तपाईँ बोलेको सुन्नु भएको छैन उनले दिदीले कानै बाग्लो छ जस्तो दिदीको के सुन्थे ल म त कान बाग्लो भइसक्यो र भनेर नि मलाई त्यो माइक अन गरिदिन सिकाइदिनु न त्यहाँनिर एक्टिभ गर्नु भनेर भन्दैन त त्यहाँ रिक्वेस्ट त्यो माइकिङमा थिच्नुपर्छ क्या त्यो माइकमा होइन कि माथि त्यो फोटोमा चाहिँ फोटोमा थिच्नु पर्ने खै कता गिफ्ट हुन्छ माथि गएर त्यो फोटो देखाइरहेकोलाई क्लिक गर्न लाउनु अनि दिदीले घर बनाउँछ त त्यो पाराले अन्त सुन्दैन रे तपाईले ल न तल यसो समाएर माइकिङ जस्तो छ त्यहाँ गर्नु न अनि हुन्छ माइकमा होइन उता फोटो भाएपट्टि दाहिनेपट्टि त्यो फोटो भानेरी हुन्छ अरे भन्छ के अरे त्यो फोटो मान्छेको फोटोमा त क्लिक गरेर नि एक्टिभ गरिदिनु भन्नु न कठैभरि लै दिदीले नजानेपछि हामीलाई पनि कस्तो हाँस उठ्यो सिक्नुपर्छ यो हाम्रो ब्रोडे हाँस्ने यस्तै हो रमाइलो मेरो भाषा मैले भने सुन्दैन रहेछ नि दिदी कान बाग्लो रहेछ के गर्नु सुन्यो दिदी अहिले लु आएन स्वादले आफ्नो अब अर्को दिदी बाहिर गइहाल्यो अब सुन्छ सुनो हेलो बनखाइल दिदी सुनेन चालिस चाहिँ खानु पर्यो पहिला यार 40 खानु पर्यो म यहाँ डन्ठीतिर लाग्छु कता हो यसमा